आजको यात्रा चाहिँ हाम्रो क्याम्पिङको। हामी प्याराउइरा क्याम्पिङ जाँदा पनि यही बाटो गएको हो अनि यही साइडको रिभर थियो। अहिले चाहिँ बाटो नयाँ बनाएको रहेछ अनि त्यही भएर स्पिड चाहिँ 80 को छ, तर पनि 80 चाहिँ कुदाउन नसक्ने खालको छ क्या बाटो। सानो गाडीले नतान्ला जस्तो अग्लो छ त, एकदमै स्टिप। गजबको ठाउँ आयो यार। हेर्दै जाने त हो नि, अब के छ त जिन्दगीमा। हामी यस्तो बिच बाटोमा झरिसक्यौँ होइन। अनि यो बिच बाटोमा चाहिँ किन झरेको भन्दा त्यो हामी स्ट्यान्ड गार्डनको जस्तो एरियामा आएको छौँ कि, अनि एकदमै राम्रो छ। पोइजन ल्याब लिएर गयो तिमीलाई त, ला तिमीलाई हेर्नै दिएन। हिँड भागौँ भनेर लिएर गयो, दुईवटा पाखा रहेछन् होइन। ओहो है, कस्तो राम्रो ठाउँ रहेछ कि। भेडाहरू टन्न चढिरहेको रहेछन् यहाँ। अनि योभन्दा मुनि चाहिँ कस्तो धेरै स्टिप, धेरै ओह्रालो रहेछ कि, ओह्रालो रहेछ। अनि यो पारिपट्टि साइडमा पनि राम्रो देखिएको छ। वाउ छ है। म एकपल्ट हेर्नु पर्यो अनि यहाँनिर ड्रोन उडाउन मिल्छ कि मिल्दैन रहेछ भनेदेखि म तपाईँलाई यहाँको ड्रोनको भ्यू देखाउँछु है त। एकदम चिसो कुल वेदर छ। 16-17 डिग्री छ। अनि वरिपरि भेडाहरू टन्न चलिरहेका छन्। अब यहाँबाट चाहिँ हामी जान्छौँ। अब चाहिँ हामी हाम्रो क्याम्प साइट पनि नजिकै आइसक्यो। भेडाहरू चलिरहेछन्। पारिपट्टि यस्तो राम्रो ग्रिन छ, ठुलो फ्ल्याटहरू, चौरीहरू। चक्स क्याम्प ग्राउन्ड हाम्रो चाहिँ क्याम्प साइट 30 हो। जङ्गल त लास्टै घना जङ्गल छ त यार, यता मासतिर त केही नदेखिने जङ्गल त बबाल रहेछ नि त। फाइनली चौरी भएकोमा आएँ है। नत्र जङ्गलको बिचमा पुरै त्यो ऊ भएको ठाउँ हुन्थ्यो भने अहिलेको क्याम्प साइट चाहिँ झारै झार भएको ठाउँ रहेछ है। 23 ठाउँ त राम्रो रहेछ है, चौरी भएको कि। मान्छेहरू पनि टन्न। 29 त्यहाँ त्यो अगाडि हो 30 यता होला 30 हाम्रो एकान्तमा छ कि यही होला 30 हो। 30 होर्रे। हाम्रो क्याम्प साइट चाहिँ यही हो। केही हुन्न वाक जानलाई हामीलाई। आइयो यस्तो दामी रहेछ, यस्तो दामी ठाउँमा आइयो होइन। यस्तो दामी ठाउँमा आइयो जुन चाहिँ हामी पहिले आउँदाखेरि चाहिँ यो बस्ने ठाउँ चाहिँ यहाँ सबै ढुङ्गा त्यस्तो माटो हुन्थ्यो भने अहिले चाहिँ हामीले यस्तो चौरीमा लगाउन पाउने भयो नि त। यो सबै चौरीमा लगाउन पाउने भयो हाम्रो क्याम्पिङको टेन्ट चाहिँ। अनि वरिपरि जङ्गल छ, अनि उ त्यो माथि पाइनहरू छ कि, सल्लाहहरू धेरै ठुल्ठुलो छ। त्यो एरियामा पनि थियो होला। हामीले चाहिँ यो चोटि चाहिँ यस्तो ठाउँमा बुक गऱ्यौँ। अब हेर्नु, हामीले भरे चाहिँ यहाँ लगाउने हो क्याम्प चाहिँ। अनि यो वरिपरि बार पनि लगाइदिएको छ कि, अब केही पनि आउँदैन नि त। यति ठुलो रहेछ होइन, 10वटा टेन्ट लगायो लहरे भने पनि अट्ने रहेछ क्या, ठुलो स्पेस रहेछ। अनि गाडी हामीले यहाँ राख्यौँ। अनि हाम्रो भरे आगो बाल्ने ठाउँ चाहिँ यहाँ भयो। जाडो छ, त्यही भएर यो लगाएँ। अनि चस्मा पनि चेन्ज गर्नु पऱ्यो नि त। अब कालो चस्मा त बाटोमा आउँदाखेरि घाम थियो र लगाएको, अब चेन्ज गर्नु पऱ्यो टक्कसँगले। यो ठाउँ चाहिँ एडलेटबाट 1 घन्टाको ड्राइभ, चक्स क्याम्प ग्राउन्ड।
यो माउन्ट क्रफर्ड फोरेस्ट भन्ने क्याम्पिङ साइट्सहरूमा पनि 3-4वटा क्याम्पिङ साइट्सहरू छ। अनि त्यहाँनेरि चाहिँ अहिले हामी आएको क्याम्प ग्राउन्ड चाहिँ चक्स क्याम्प ग्राउन्ड भन्ने हो। अनि अर्को प्याटक रक ग्राउन्ड भन्ने पनि छ। सुरुमा आउँदाखेरि चाहिँ मैले सोच्थेँ क्या यस्तै चौरीमा गाडेर बस्ने होला भनेर, तर धेरैवटा ठाउँमा जाँदाखेरि सबै ढुङ्गा माटो भएको एरिया मात्रै थियो। अन्त चाहिँ कस्तो थियो भने हामी पहिले जाँदाखेरि चाहिँ यस्तै माटोमा यसरी नै बिछ्याएको माटोमा चाहिँ हामीले टेन्ट गाड्नु पर्थ्यो, तर यो ठाउँमा चाहिँ यस्तै चौरीमा गाड्न पाउने रहेछ कि। अनि यो चाहिँ टोइलेट चाहिँ एकदम सेकेन्ड फ्लोर टोइलेट रहेछ, यसरी माथि जाने। अनि यहाँको टोइलेट चाहिँ कतिको सफा छ त अब थाहा भएन। रेन वाटर रहेछ, कति ठाउँमा त यसरी पानी त हुन्थ्यो, रेन वाटरै हो। अनि भित्र चाहिँ पानी फ्लस गर्नेवाला चाहिँ हुँदैन थियो। फोहोर चाहिँ पुरै फोहोर रहेछ होइन, टिस्यु पेपरहरू सबै छ, फोहोर रहेछ। कस्तोवाला हो, होलवाला हो कि? ओहो, पानीवाला हो र यो? होइन, पानीवालै हो जस्तो छ, तर छैन, अलिक फोहोर रहेछ। खतरा रहेछ, खतरा, बबाल रमाइलो रहेछ। अनि यो मास्तिरपट्टिको यो रुखहरू छ नि, पाइन, यस्तो घना छ होइन, एकदमै बाक्लो छ क्या यो भित्र। त्यो छेउमा जाँदाखेरि त यति धेरै अँध्यारो, घाम लागेको बेला पनि भित्र चाहिँ अँध्यारो न अँध्यारो थियो कि। मैले ड्रोन उडाउन आँटेको छु, यहाँबाट ड्रोन सुट कस्तो देखिन्छ। बाई बाई। हामीले पानी चाहिँ यहाँ राखेको छौँ, खाने पानी। अनि हामीले यसरी तल बिछ्याएको छौँ। अब यहाँ चाहिँ हाम्रो खानेकुराको सेट। यो चाहिँ लोकल नेपाली काँक्रा हो। यो चाहिँ क्याम्प साइट 14 अरे, अनि 14 को भित्र चाहिँ त्यहाँ पनि बस्न मिल्ने रहेछ यस्तो। अनि अगाडि ठुलो चौरी पनि छ, अनि यसैको नजिकै चाहिँ टोइलेट पनि छ। 14 चाहिँ एकदमै राम्रो ठाउँ रहेछ। अन्त अरू पनि राम्रो छ होइन, उता एकान्त ठाउँमा छ। लुक, ओहो कति नजिकै, मजाले बसेर हेर्दैछ नि त। यहीँ छ जस कङ्गारहरू पनि, जताततैकै कङ्गारहरू चाहिँ कस्तो राम्रो रहेछ हौ यिनीहरू। ओहो, यसले त बच्चा पनि बोकेको रहेछ यो बिचमा। अब चाहिँ अँध्यारो हुन आँट्यो। कस्तो तातो आगो कि, एकदमै दामी आगो पनि बलिसकेको छ। अँध्यारो हुन लाग्यो अहिले चाहिँ। अनि अब रमाइलो छ।
अलिक तातो तातो रहेछ थोरै मात्रै खान्छु मैले मजा आइरहेछ है चिसोमा अहिले त 9 डिग्रीमा झरेको छ टेम्परेचर पनि चिसोमा बबाल मजा आइरहेछ एकछिन म यो लेउ खाऊ लेउ दामी यो साइडमा चाहिँ किनभने हाम्रो यहाँ चाहिँ दाउरा अलिक सके जस्तो छ यहाँनिर अनि यहाँ देखेको छ यो हाम्रो टेन्ट अनि पछाडि हेर्नुहुन्छ भनेदेखि पछाडि पर मान्छेहरू छन् अलिअलि अँध्यारो भइसकेको छ 6 बजे नि अँध्यारो भयो भोलि 6 बजेसम्म अँध्यारै हुन्छ 12-13 घन्टा चाहिँ अँध्यारै हुन्छ अहिले अब आकाशतिर हेर्ने भने तारा भन्दा केही पनि देखिँदैन छुट्टै छ अहिले मान्छेहरू पनि खासै त्यो रहेछ नि यो लगभग 40वटा क्याम्प साइट होला 40वटा क्याम्प साइटमा 5 1 2 3 त्यो 5वटा भन्दा बढी क्याम्प साइटमा छैनन् मान्छेहरू कति मान्छेहरू चाहिँ खासै सेफ हुँदैन कि भनेर आउनलाई डराउँछ नि त हामी त 2 जना मात्रै आछौँ बुढाबुढी मात्रै आछौँ अब सेफ चाहिँ किन हुन्छ भनेदेखि यहाँ चाहिँ पैसा तिरेर आउने हो अनि सबै सेक्युरिटीको हिसाबले पनि यिनीहरूको रेन्जरहरू आउँछ अनि सबै कुरा इन्स्ट्रक्सन फलो गर्यो भनेदेखि यहाँ केही पनि हुँदैन वरिपरि बार लगाइदिएको हुन्छ क्याङ्गरुहरू केही पनि आउँदैन होइन कुनै जनावर पनि आउँदैन यति मात्र हो किरा फट्याङ्ग्राको केही हुन्छ कि भनेर त चाहिँ आफू सेफ भएर बस्ने हो नत्र अरू केही पनि हुँदैन ढुक्क आनन्द के छ त भन्दाखेरि आगो तपाईँ छ यहाँ तल अनि यहाँ चाहिँ हामी स्लिपिङ ब्याग चाहिँ झ्याप्पसँगले ओढेर बसेका छौँ रात चाहिँ ठ्याक्कै 9 बजिसक्यो अब अझै आधी घन्टा 1 घन्टा जति 1 घन्टा बस्ने अनि त्यसपछि अब चाहिँ सुत्ने बेला पनि भयो होइन 10 साढे 10 भइसक्यो सुत्ने बेला भयो अब चाहिँ सुतेको गुड नाइट गुड नाइट गुड नाइट गुड मर्निङ सबैजनालाई अनि शीतले पुरै छ्याप्पै भिजेको छ बिहानै चाहिँ अनि घाम पनि लागिसकेको छ अलिअलि घाम लागेर चिसो तातो नहुँदा त उठ्नै सकिन्न नि त चिसो हुन्छ अनि यहाँनिर धेरै कङ्गारुहरू थियो हिजो चाहिँ 12-13वटा कङ्गारुहरू थियो आज चाहिँ छैन रहेछ कता गएछ अनि यहाँ तलको मान्छेहरू त उठेर गइसकेको छन् एउटा ग्रुपै थियो उठेर गइसकेको छ बिहानै 6 बजेतिर उज्यालो पनि भइसकेको छ घाम पनि लाग्न थाल्यो अनि पुरै शीत परेको छ त्यसरी हिजोको कङ्गारुहरू पनि कता कता भए देखि सबै कुरा हामीले प्याकअप पनि हानिसक्यौँ अनि अब यो पनि प्याकअप हो हामीले चाहिँ सबै प्याक गरिसकेका छौँ अहिले चाहिँ त्यो चेकआउट गर्ने बेला पनि हुन आँट्यो चेकआउट गर्ने बेला पनि हुन लाग्यो सबै प्याक गरिसक्यो गाडी फुल भइसक्यो अब चाहिँ यहाँबाट हामी लाग्छौँ चाहिँ लागिसक्यो यहाँबाट स्पोर्ट छोडेर हिँडिसक्यो बाई बाई